नमस्कार साथीहरू, तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि तपाईँहरू माझमा नयाँ भिडियो लिएर आइसकेको छु। साथीहरू, आजको भिडियो रहेको छ भर्खरै मात्र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले ल्याएको चाहिँ इएनआइडी कार्ड भनेको छ। इएनआइडी कार्ड भनेको के हो भन्दाखेरि चाहिँ तपाईँले चाहिँ यदि फिजिकल कार्ड लिइसक्नु भएको छ भने चाहिँ त्यो ठिकै छ। यदि फिजिकल कार्ड लिइसक्नु भएको छैन अथवा लिए पनि तपाईँले चाहिँ भर्चुअल कार्ड चाहिँ तपाईँले जेनेरेट गर्न सक्नुहुन्छ। यो इएनआइडी भनेको चाहिँ तपाईँको भर्चुअल कार्ड है। तपाईँले चाहिँ नागरिक एपमा देख्न सक्नुहुन्छ। नागरिक एपमा चाहिँ तपाईँले अगाडिको मात्र चाहिँ भर्चुअल कार्ड जेनेरेट हुन्छ परिचय पत्र नम्बर हानेपछि। अहिले यो इएनआइडी कार्डमा चाहिँ तपाईँले अगाडिको पछाडिको फ्रन्ट र ब्याक दुइटै जेनेरेट गर्न सक्नुहुन्छ र डाउनलोड पनि गर्न सक्नुहुन्छ र अफिसियल कामकाजको लागि युज पनि गर्न सक्नुहुन्छ। अब चाहिँ म तपाईँलाई चाहिँ मेरो ल्यापटप स्क्रिनतर्फ लग्दैछु है। कृपया चाहिँ भिडियो अन्तिमसम्म हेर्नुहोला। साथीहरू, म चाहिँ यहाँ चाहिँ ल्यापटपबाट चाहिँ गुगल क्रोम ब्राउजर ओपन गर्न गइरहेको छु। यदि तपाईँले मोबाइलबाट सर्च गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले मोबाइलको कुनै पनि ब्राउजर ओपन गर्नुहोस् है। म चाहिँ गुगल क्रोम ब्राउजर ओपन गर्छु। ओपन गरिसकेपछि सर्च बारमा चाहिँ तपाईँले चाहिँ सिटिजन पोर्टल टाइप गर्नुहोस् है। त्यसपछि इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि यहाँ चाहिँ डाउनलोड इएनआइडी भनेको छ, यो लिङ्कमा क्लिक गर्नुहोस् है। क्लिक गरिसकेपछि चाहिँ यहाँ राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको चाहिँ यहाँ वेबसाइट ओपन हुन्छ है। यस्तो किसिमको इन्टरफेस देखाउँछ। यहाँ चाहिँ डाउनलोड योर इएनआइडी भनेको छ। इन्टर योर सिटिजनसिप डिटेल टु डाउनलोड योर इएनआइडी। तपाईँले आफ्नो नागरिकताको विवरण चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ है। यहाँ फुल नेम भनेको छ नेपालीमा, अर भनेको छ, अथवा तपाईँले चाहिँ फुल नेम चाहिँ यहाँ चाहिँ इङ्ग्लिसमा टाइप गर्नुको जुनमा सजिलो लाग्छ त्यसैमा टाइप गर्नुहोस् है। म चाहिँ इङ्ग्लिसमा टाइप गर्छु। त्यसपछि यहाँ चाहिँ डेट अफ बर्थ भनेको छ, तपाईँको डेट अफ बर्थ विक्रम सम्वतमा टाइप गर्नुपर्ने हुन्छ है यहाँ चाहिँ है। त्यसपछि यहाँ चाहिँ सिटिजनसिप इस्यु डेट भनेको छ, तपाईँको नागरिकता जारी भएको मिति यहाँ चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ है। त्यो जारी भएको मिति तपाईँले चाहिँ नागरिकताको पछाडिपट्टि हुन्छ है, त्यो चाहिँ इन्ट्री गर्नुहोस् है। त्यसपछि यहाँ मैले नागरिकता जारी भएको मिति इन्ट्री गरेँ। इन्ट्री गरिसकेपछि थोरै तल ड्र्याग गरौँ। ड्र्याग गरिसकेपछि यहाँ चाहिँ क्याप्चा दिएको छ। यो क्याप्चा तपाईँले बुझ्नुहुन्छ भने टाइप गर्नुहोस् यहाँ। यदि तपाईँले बुझ्नु हुँदैन भने चाहिँ रिफ्रेस गर्नुहोस् है। रिफ्रेस गर्नुहोस्, कुन चाहिँ तपाईँले बुझ्नुहुन्छ त्यही चाहिँ नबुझिन्जेलसम्म तपाईँले रिफ्रेस गर्दै चाहिँ यहाँ हेर्नुहोस्, बुझ्नुहुन्छ भने। अनि त्यसपछि यहाँ चाहिँ इन्ट्री गर्नुहोस्। क्यापिटल लेटर छ भने क्यापिटल लेटर इन्ट्री गर्नुहोस्, स्मल लेटर छ भने स्मल लेटर इन्ट्री गर्नुहोस् है। त्यसपछि सर्च गर्नुहोस्। सर्च गरेपछि यहाँ चाहिँ यो नेसनल आइडी नम्बर भनेर परिचय पत्र नम्बर देखाइएको छ। अदर सिटिजनसिप डिटेल्स भनेको छ। यहाँ चाहिँ इङ्ग्लिस नेम देखाइएको छ, डेट अफ बर्थ देखाइएको छ, प्रोभिन्स तपाईँको प्रदेश देखाइएको छ, जिल्ला देखाइएको छ, म्युनिसिपालिटी देखाइएको छ, टोल वार्ड देखाइएको छ। त्यसपछि यहाँ चाहिँ डाउनलोड कार्डमा क्लिक गर्नुहोस्। डाउनलोड कार्डमा क्लिक गरिसकेपछि यहाँ तपाईँको परिचय पत्र नम्बर देखाउँछ। एडिसनल इन्फर्मेसन इज रिक्वायर्ड टु जेनेरेट योर सेक्योर पिडिएफ पासपोर्ट भनेको चाहिँ तपाईँको अन्य एडिसनल विवरण इन्फर्मेसन चाहियो भनेको छ। तपाईँको पासपोर्ट सेक्योर पिडिएफ पासपोर्ट सेक्योर गर्नलाई यहाँ चाहिँ फुल नेम मागेको छ। तपाईँको फुल नेम चाहिँ इन्ट्री गर्नुहोस् है। इन्ट्री गरिसकेपछि डाउनलोड गर्नुहोस्। डाउनलोड गरी यो पिडिएफ पासपोर्ट इज जेनेरेटेड फ्रम योर नेम एन्ड डेट अफ बर्थ भनेको छ। पिडिएफ पासपोर्ट चाहिँ तपाईँको नामको चाहिँ 4वटा अङ्क क्यापिटल लेटर, त्यसपछि डेट अफ बर्थ 4वटा नम्बरबाट चाहिँ जेनेरेट हुन्छ है, तपाईँको नाम र जन्म मितिबाट चाहिँ। त्यसपछि यहाँ डाउनलोड भइसकेको छ। डाउनलोडमा तपाईँले डाउनलोड ओपन गर्नुपर्ने हुन्छ है। ओपन गरिसकेपछि त्यसपछि यहाँ चाहिँ पासपोर्ट रिक्वायर्ड भनेको छ है। दिस डकुमेन्ट इज पासपोर्ट प्रोटेक्टेड, प्लिज इन्टर अ पासपोर्ट भनेको छ। तपाईँलाई मैले अघि पनि भने साथीहरू, पासपोर्ट चाहिँ अटो जेनेरेट हुने रहेछ। त्यो अटो जेनेरेट पासपोर्ट के को आधारमा राखिने रहेछ भन्दाखेरि तपाईँको नामको 4वटा लेटर, त्यो क्यापिटल लेटर प्लस तपाईँको डेट अफ बर्थ 4वटा नम्बर, डेट अफ बर्थको 4वटा नम्बर है। तपाईँले यहाँ इन्टर गर्नुहोस् है। इन्टर गरिसकेपछि यहाँ सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ भर्चुअल एनआइडी कार्ड, यानि कि राष्ट्रिय परिचय पत्रको चाहिँ तपाईँले भर्चुअल यहाँ कार्डको पिडिएफ चाहिँ यहाँ जेनेरेट भइसकेको छ है। तपाईँले चाहिँ नागरिक एपमा चाहिँ अगाडिको मात्र पाउनुहुन्थ्यो भने यहाँ चाहिँ तपाईँले पछाडिको भाग पनि
जेनेरेट हुन्छ है। त्यसरी यसले चाहिँ सम्पूर्ण तपाईँलाई चाहिँ तपाईँको सरकारी कामकाजलाई अफिसियल प्रयोजनको लागि चाहिँ यही युज गर्न सक्नुहुन्छ है। तपाईँले यसलाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरेर सुरक्षित राख्नुहोस् है। यसरी मैले चाहिँ तपाईँलाई चाहिँ आज चाहिँ भर्चुअल एनआइडी कार्डको अगाडिको पछाडिको चाहिँ कसरी जेनेरेट गर्ने अहिले पञ्जीकरण विभागले ल्याएको ई एनआइडी कार्ड यानि कि इलेक्ट्रोनिक नेसनल आइडेन्टिटी कार्ड चाहिँ कसरी जेनेरेट गर्ने भनेर भिडियो लिएर आएँ है साथीहरू। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? यदि तपाईँलाई यो भिडियो मन परे लाइक सेयर अनि सब्सक्राइब गर्नुहोला, जसले गर्दा चाहिँ मलाई आगामी दिनहरूमा हौसला मिल्छ र यस्तै किसिमको इन्फर्मेटिभ कन्टेन्टहरू चाहिँ म बनाउन चाहिँ तपाईँहरूको लाइक सेयर अनि सब्सक्राइबबाट चाहिँ प्रेरित हुन्छु है। हस्त साथीहरू, नमस्कार। अर्को भिडियोमा भेटौँला।